आउँछ जे पाइ त्यही खाएको आफ्नै घरको जस्तो टिपेर खाइने चाहिँ माछै पर्छ यो चाहिँ पाकेको छ पाकेको एकदम पाकेको हेलो साथीहरू सेवा आज पनि म आइसकेको छु सस्मिता आजको न्यू भ्लगमा अब अरू बेला त मैले चाहिँ भ्लग लेखेको पनि थिइनँ किनभने वेदर नराम्रो थियो त्यस कारणले मैले चाहिँ ल्याउन सकिनँ अनि फेरि भन्नुपर्छ अनि म बिजी पनि थिएँ अनि त्यही भएर चाहिँ मैले नल्याएको हो अब आज चाहिँ म रली जाँदैछु आजको वेदर देख्नुहुन्छ एकदम दामी बब्बाल वेदर छ घाम लागेको यस्तो भएको थियो नि त साथीहरू आजदेखि त ठुलै पानी आउने रे भनेर भन्ने थियो आज त पानी आएन वेदर दामी छ पानी आउनुको लागि पनि होला सायद यस्तो भएको दमकहरूतिर जतिकै गर्मी छ क्या यहाँ पनि म चाहिँ जाँदैछु एक्लै प्रायः जस्तो म कता कता जाँदाखेरि एक्लै हुन्छु कि अनि त्यही भएर चाहिँ मैले भिडियोहरू पनि नलिएको आज चाहिँ ल्याउनु मन लाग्यो अनि अल्छी पनि लाग्यो अनि देख्न सक्नुहुन्छ साथीहरू यहाँ पसिना यस्तो धेरै पसिना छ नि आजको वेदरले त अनि म चाहिँ जाँदैछु म चाहिँ आमा पुल पुग्न आँटेँ साथीहरू आमा पुल काकाले दिनुहुन्छ लास्टै गर्नु अब म आज चाहिँ जङ्गल जान्छु जङ्गलको बाटो आज वेदरले गर्दाखेरि यो रोड हिँड्न सकिएन अनि त्यही भएर चाहिँ आज म शीतल शीतल जाँदैछु हेर्न सक्नुहुन्छ साथीहरू आमा पुल पुगिसकेँ यहाँ चाहिँ कस्तो थियो भने पहिला साथीहरू अब यहाँ चाहिँ अब पहिला त अब पहाडतिर त नि अब उयो त्यो हुन्छ नि त यो काठहरूको पुल लाउने हुन्छ क्या अनि यहाँनिर चाहिँ पुल लाउनु भएको थियो अनि त्यस पछाडि चाहिँ अब यहाँ बाढी पानीहरू पर्दाखेरि अब स्टुडेन्टहरू घर फर्किँदाखेरि के हुन्छ भनेर चाहिँ यो आमा पुलमा चाहिँ पुल लगाइदिनु भएको छ एकदम दामी छ देख्न सक्नुहुन्छ अनि यो चाहिँ पहिलाको पुरानो बाटो हो अनि साथीहरू यो चाहिँ केसारी त मलाई खाएको पनि थिइनँ हौ अनि देख्न सक्नुहुन्छ केसारी थोरै मात्रै भेट्यो यो केसारीको चाहिँ त्यो चुस्नेमा चाहिँ अनि फ्याँक्दियो अनि यो थाहा छ तपाईँलाई यो यस्तो राम्रो चाहिँ तर ओइलिसक्यो सायद तर यसको यो हुन्छ नि यो चाहिँ कस्तो मजाले पड्किन्छ फेरि पुग्किन्छ क्या सुन्नु त यो चाहिँ क्या यस्तरी पड्किन्छ यस्तरी अनि यो चाहिँ ऐसेलु अब त लास्ट भइसक्यो यो ऐसेलु पनि फेरि
यो ऐसेलीको चाहिँ नि यो ऐसेलीको चाहिँ किरा हुन्छ क्या साथीहरु किरा अनि म चाहिँ जाँदैछु साथीहरु केसरी कालो कालो भला उठ आपाई साथीहरु म देखाउँछु एकछिन वेट अघि देखाउँछु भनेको नि हेर्नु त केसरी आया यसको यसले चाहिँ घोच्छ यसले चाहिँ मैले त केसरी टिपेर आइसकेँ आया यसको काँडाले घोच्छ नि त अनि यो काँडालाई चाहिँ यसरी गर्नुपर्छ केसरी आइगयो उसको पत्ता चाहिँ उसको पत्ताले त घोच्छ नि त काँडा हुन्छ अनि यो चाहिँ पहिलाको हाम्रो पुरानो बाटो अनि म चाहिँ यो बाटो अब भरे अब म घर फर्किँदा त एक्लै हुन्छु अनि त्यसैगरी यो बाटो चाहिँ यो बाटोबाट चाहिँ एक्लै आउनु पनि हुन्छ यहाँ त जङ्गल छ नि त कत्रो ठुलो जङ्गल छ अरू मान्छेहरू चाहिँ हिँड्दैन जस्ट उता रोड छ त्यो बाटो जान्छ अन्त मलाई चाहिँ त्यो रोडबाट चाहिँ जानु डर लाग्छ नि त अन्तदेखि यो बाटो पनि डरै लाग्छ तर अब के गर्नु बाध्यताले जानै पर्छ अनि त्यही भएर म चाहिँ जान्छु यही बाटो घर फर्किन्छु प्रायः जस्तो पनि म यही बाटो नै हिँडिरहेको हुन्छु दिउँसो पनि अनि अब त यो केसरी पनि लास्टै हो सकिसकेछ अनि हेर्नु साथी अब म खान्छु ल तर मिठो छैन जस्तो छ साथीहरु अमिलो गुलियो भनेको अमिलो रहेछ यार यो म चाहिँ के खानु हुँदैन कि मुखमा घाउ छ नि त त्यही भएर केही खानु हुँदैन अब हाम्रोतिर त हजुर हजुर हाम्रोतिर त अघि नै घाम लाग्दैछ यहाँतिर त हेरौँ त गुस्से पो लाग्दैछ अनि अब मैले चाहिँ देख्न सक्नुहुन्छ साथीहरु पलम क्या अब पलम अब पाक्ने स्टार्ट भइसक्यो है पलम अनि यो चाहिँ हजुरहरूलाई कोलाई थाहा छ यो चाहिँ लहरे आँप हो हाम्रो पहाडतिर हुन्छ यो लहरे आँप यो पाकेको छैन क्या अहिले हाम्रोतिर त अर्ग्यानिक हुन्छ नि लहरै पछिबाट फल्छ क्या यो चाहिँ कति धेरै पलम फलेछ हौ आम्मामामा हेर्दा देखिँदैछ कि छैन आयो आमा अघि पनि झन्डै मोबाइल झरेर फुट्यो धेरै फलेछ बोट चाहिँ सानो छ धेरै फलेछ कि अमिलो छ यार यसमा चाहिँ अलिक उयो रहेछ यो खान्छ यसको भित्रको दाना चाहिँ फ्याँक्नुपर्छ है खाँदैन कसले खानुभयो तपाईँहरूले घाउ
ओलो यो चाहिँ सादेर खाँदाखेरि एकदम मिठो हुन्छ अनि यो यसरीको बोटमा चाहिँ अरूमा चाहिँ अब अलिक मिठो हुँदैन थियो यो बोटमा चाहिँ कस्तो गुलियो पाउने का यो के पो फेरि नाम ऐसेलो गुलियो छ यहाँ चाहिँ अनि धेरै खाँदैन धेरै खाँदैन साथीहरू यता म खाएको थिइनँ आज फर्स्ट टाइम अब हाम्रोतिर त अब काफाल पनि हुन्छ खानेकुराहरू चाहिँ अघि मैले देखाएँ नि तपाईँहरूलाई यस्तो नि अहिलेको त भिडियो भएन रहेछ नि कहाँ पो अफ भइगयो ए खाइ नै सकेको छैन मिठो छैन कुनै त गुलियो हुन्छ नि त म चाहिँ यहाँ भाउजूको घर छिटै जानु पऱ्यो आज छिटो जाउँ भनेको मान्छे नै छैन जस्तो छ साथीहरू हेर्नु त यहाँ पलम कम्ता धेरै छैन पलम भाउजूहरूकोमा मागौँ भनेको त खोइ भाउजू छैन रहेछ एउटा चाहिँ टिप्नुबाट पाएको त माथि माथि रहेछ साथीहरू मुखमा घाउ छ जे पाइ त्यही खाएको आफ्नै घरको जस्तो टिपेर खाइने चाहिँ माछै पाउँछ यो चाहिँ पाकेको छ पाकेको एकदम पाकेको हेर्नु त साथीहरू मैले छोडेको माछालाई भाउजूलाई फेरि भाउजूहरूकोमा छोडेकै साथीहरू छोडेको अब म चाहिँ खान्छु
जंगल उही देखिँदैन साथीहरु यो चाहिँ नाकिमाको बोट धुप्पीको बोट यहाँ भोलिपर्छ यो पलाउँछ अनि उयो हुन्छ क्या फुल जस्तै फुल्छ क्या यो अनि त्यसलाई खानुपर्छ कसलाई मनपर्छ कमेन्ट गर्नु ल साथीहरु अनि अघि नै घाम लागेर हेर्नुमा पसिना भएको थिएँ अब अहिले नै सरररर हावा आउँदैछ माथि बाजेर एउटा बहिनी जाँदै हुनुहुन्छ म चाहिँ गाउँपालिका पुगिसकेँ फाइनली साथीहरु हेर्दै गर्नु ल साथीहरु आया फाइनली म चाहिँ मुडेको भइसकेँ साथीहरु अनि पलङ खाएको छु बिमार हुन्छु होला जस्ट यो घाउ यहाँ छ नि त यस्तोभित्र अनि केही खानु पनि भएको छैन केही खानु पनि हुँदैन पोले गर्छ बेलुका त झन् खानै नआइसुत्छु क्या दुखेर यो रविको खराबै यस्तै क्या यो हुस्से लागिबस्ने हाम्रो गाउँतिर पसिना हुने गरी उ त्यो घाम लाग्छ आज मैले छाता पनि नलिकन आएँ अब म छाता पनि नलिआएँ भरे पानीले भिज्यो भने के गर्नु हावा आउँछ क्या यहाँ चाहिँ बब्बाल हावा आएको छ अब पानी परेपछि बाटोहरू कस्तो हुने हो साथीहरु अहिले त दामी नै छ यसै नै साथीहरु देखाउँछु यहाँ रोड पुग्न आँटे राम्रो छ पानी आएपछि त के हुने हो हेर्नु न उस्तै त के भएछ यहाँबाट स्टार्ट सायद अब यो पानी पर्ने भनेको छ नि त अनि त्यही भएर चाहिँ पानी परेपछि त ल्यास हुन्छ अनि त्यही भएर चाहिँ यो चाहिँ यो राखेको रहेछ बलुवाहरू हिल हुनु बित्तिकै अब छापिहाल्छ नि त होइन मैले तर रोड पनि राम्रो छ त्यही भएर बुद्धि चाहिँ बेलामै पुऱ्याएछ क्या रविको पा कता रवितिर हुस्से लागेको देख्न सक्नुहुन्छ है साथीहरु हाम्रो रवितिर यसरी हुस्से लाग्छ एकैछिनमा वेदर चेन्ज हुन्छ अब एकछिनमा फेरि घाम लाग्छ फेरि हुस्से पानी पर्छ म चाहिँ गर्दनी पुग्न आँटेँ साथीहरु गर्दनी यो टर्निङ अब
यो एउटा टर्निङ अनि ऊपर एउटा टर्निङ छ त्यसै पछाडि गर्दा नि पुग्यो हेर्दै गर्ने साथीहरू के हो यस्तो के हो केही देखिँदैन त फक्क वेदर के हो यस्तो गु जस्तो छ त यार वेदर शालिक देखाउँ भनेको देख्नु भयो र तपाईँले शालिक फर्किनन्द परुवाङ सुम्निमा होइन मैले देखिनँ हो नजाने रवि थ्रेडिङ गर्ने भनेको होइन बिचरा बिमार भएर साथीहरू साथीदेखि भनेको बिमारी भइगएछ नि यसलाई भिटामिन ए नै दिएन आफै खायो पक्लक्कै ढल्छु म त दर्याम ल अब जान बित्तिकै अपलोड गरिहाल्छु अब यसलाई यस्तो गोरी देखेको चाहिँ साथीहरू कसले मन परा कमेन्ट गर्नु है यो फेरि सिङ्गल अनि सिङ्गल होलचलको गाडी पनि यहाँ होलचलको गाडी अब यो जान्छ यो बोक्सी थ्रेडिङ गर्न आउँछु भनेको साथीहरू आएन आज गोमान्टी छैन नि आइज म गरिदिन्छु भनेको नाटक हो क्या साथीहरू अघि हेर्नु त यी केसारी टिपेको कि जङ्गलभित्र रहेछ अनि उसको निस्किन्छ नि त इ खाँदै आएको ए हुँदैन अरे फेरि हुन्छ है अरे आँखा चिम्रे चिम्रे त्यही भएर राई केटाहरू नहेर्नु राईहरू पनि यस्तै चिम्रो हुन्छ अनि मलाई बिहे गर्दाखेरि चाहिँ छेत्री मन पानी दमासँग नै गर्नुपर्छ आमामा तर घरभरि एउटा दिँदैन बाहुनसँगै बिहे गर्छस् बाहुनसँग चाहिँ होइन छेत्री र कामीसँग चाहिँ आड गरेको हो कि छेत्री हामीसँग चाहिँ साथीहरू सुन्नु है कामी नै भेटिनँ क्या अब कामी कहाँ खोज्नु जान्छ कामी कहाँ खोज्नु जान्छस् अब कामी कति छ नि हौ केटी मात्र छ क्या केटा हेर्दा भाइसँग होइन बिहे गरिदिन्छ भाइसँग चाहिएको है साथीहरू बिक बरु अनुहार गोरो नहुँदा केही फरक पर्दैन कि उनीहरूलाई गर्नु प्रपोज हानिहाल्छ भान्जु दाजु त्यो गुरुम्बाको सानो खुट्टी छ नि त मुस्कान भाइको बहिनी सिमरन बुनु त्यो 13 वर्ष 14 वर्ष बुझ्छ त्यो बुनुसँग लभ पर्छ लभ पर्नु सौभाग्य 21 वर्ष पुग्नेहरूको अहिलेसम्म लभ परेको छैन कि 13-14 वर्ष सबैलाई त तैँले त उ पो खाँदै थिइस् त तब पुरै टेन्सनमा हुन्छ हुन आँटिस् कि क्या म टेन्सनमै छु कसम भनेको होइन मैले त्यस्तो खाएको देख्दै थिएँ कि एकछिन भ्लग इन गर्न अनि म भन्छु के भन्छ अन्त इन त कहाँ गर्ने हो त हेलो आन्टी ब्लग बनाउँदा मेरो लुगा झरेको त आन्टीले देखेन रहेछ कि थाहै पाएन होला आन्टीले म चाहिँ आइसकेँ साथीहरू बाजे बोकाउनु जस्तो छ सबलाई भएन दुःखो कसरी बनाउँछ त आरती दिदी आउनु भएन उसको घरमा माइती पोखाउन आँट्यो हो आन्टीले झाडिहाल्नु चेयर्स आन्टी
ट्रेस दिदी ब्युटी दिदी हुनुहुन्छ उता चाहिँ म चाहिँ उसको टाउको निदेर आज तल मेरो त घाउ भएर तितो के अरे माथि सुन न माथि चाहिँ गोमा आन्टी हुनुहुन्छ ऊ माथि बोल्दै हुनुहुन्छ यहाँ हेर्नु हामी के गर्दैछौँ ऊ माथि सिसी क्यामेराबाट बोल्दै हुनुहुन्छ क्या ग्रिन टी खाएको है ल ल ल कालो चिया हो कालो चिया सेतो चिया छैन यो चाहिँ हाम्रो ब्रेक टाइम हो के टाइम आन्टी कमर्सियल ब्रेक बा चुट्टै पो हाल्छ कि रात परिसक्यो अब रविमा चाहिँ यहाँ भिडियो बनाएको कोही कोहीहरू सटरहरू यसरी ठेल्दैछन् खत्म बाय बाय टाटा गुड बाय गया यताबाट थिच्ने हो हाँ है यताबाट थिच्ने हो दुईजनाले गर्नुपर्छ क्या दुईपट्टिबाट उयो चाम्रो यहाँ पुस खानेकुराहरू यहाँ दिएन तर मलाई हेर्नु न साथीहरू आन्टीले घर जानु दिँदैन के गर्नु 3 ताले घरमा पसिजाउँ भनेको खोइ पोता होइन फाइनली आन्टीको घर पनि अब तपाईँ आउँदाखेरि यहीँबाट आउनुहुन्छ होइन त्यताबाट भन्दा त बरु यहीँदेखि यही नजिक हुने रहेछ नि उतालो चाहिँ हाम्रो आन्टीको घर ला मेरो एयरफोन कहाँ छ म चाहिँ यहाँ छु ह्यान्टाड्याङ रात परेको अवस्था चमेराहरू उडेको अवस्था हेर्नु यहाँ साथीहरू यहाँ आन्टी घर जानु हुँदैछ अङ्कल पनि हुनुहुन्छ होला नि आन्टी जान्छु होला म यहीँबाट ल लाज पो लाग्यो बाई बाई कति बजी आउँछु 10 बजी त मेरो आउने टाइम त तपाईँलाई थाहै होला त कम्ता तर्सिन बुटका ल्याइदिएको छु है आन्टी म चाहिँ घर गएँ साथीहरू फाइनली थ्याङ्क फर वाचिङ आजको दिनहरू मेरो यसरी नै बित्यो भन्दै बाई बाई